चाहिँ यहाँको रोड रह्यो जङ्गलको बिचमा छ। एकदम धेरै जङ्गल छ यहाँ। हामी जान लागेको चाहिँ ढिङ्ग्रा खोज्नलाई हो जङ्गलमध्ये। जस्तै यता पनि रोड नै छ, पुरा जङ्गल छ, रोडको दायाँ बायाँ एकदमै। धेरै टाढा छ जानुपर्ने। यो चाहिँ आधी बाटोमा पुगेको बेला अवस्था। अझै पनि जानुपर्ने धेरै अगाडि नै छ। सहरतिर बस्नुभएको मान्छेहरूले चाहिँ यस्तो सामानहरू किन्नलाई यो चाहिँ अल्छिलो है यहाँ पहाडको। यो बाटोहरूमा पनि प्रशस्तै छ जङ्गलमा। यो चाहिँ लस्टे दुर्गम क्षेत्र हो। यहाँ रोड पनि धेरै टाढा टाढा हुन्छ, नजिकतिर हुँदैन। यो रोडसम्म आउनलाई पनि हामीलाई कमसेकम 30 मिनट लाग्छ। डेढ घन्टा हिँडेपछि पनि अझ हामी पुगिसकेका छैनौँ। धेरै टाढा छ जानुपर्ने। अझै पनि हामी हिँड्दैछौँ रोडहरूमा। अब चाहिँ थोरै छ पुग्नुपर्ने जङ्गलतिर। हुन त यो पनि जङ्गल नै हो। लिङ्गाको सब्जी लिन चाहिँ अलिक टाढा जानुपर्छ एकदमै। नजिकमा चाहिँ पाउँदैन। यो चाहिँ ऐसेलो रुकाइछ बाटोमा प्रशस्तै छ। हामी पुगिसक्यौँ जङ्गल। हामी अहिले चाहिँ बाटोमा जाँदैछौँ। यस्तो झाडीमा गएर टिप्नुपर्छ। जङ्गलको यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनाले। हामी त गाउँघरको मान्छे, यस्तै वनपाखामा डुल्ने हुन्छ। थ्याङ्क यू सो मच गाइस।